Hello guys, good morning everyone. सबैजनालाई यो ब्युटिफुल भ्यूदेखि देखाउँदैछु र गाइस आज चाहिँ हाम्रो स्कुलमा चाहिँ सबैजना कलिगहरूले चाहिँ अब टुडेज लास्ट लन्च डे भनेर चाहिँ स्पेशल बनाएर ल्याउनु भनेको छ हो। मेरो चाहिँ यहाँ पुरा मिस भइरहेछ। यो चाहिँ ग्रेप्स कट गरेको मैले चाहिँ गाइस के बनाएँ भन्दा चाहिँ फ्रुट कस्टर्ड र ब्रेड कस्टर्ड बनाएको छु है। अन्त यहाँ देख्न सक्नुहुन्छ र अरू सबैजना कलिगहरूले पनि बनाएर ल्याउँछ किनभने आज चाहिँ हाम्रो इयरको लास्ट अन्तिम लन्च डे हो है। अन्त भोलि छुट्टी छ। अन्त फ्रम मन्डे अब एक्जाम इज गोइङ टु स्टार्ट, स्कुलको एक्जाम नानीहरूको है। त्यही कारणले गर्दा सो गाइस कस्तो लाग्यो त कस्टर्ड। अब यो पनि म एड गर्नेछु यहाँनिर। थ्याङ्क यू फर वाचिङ। हामीले दिनेछ खानेछ अब सबैजना गाइस। बिराज त कम्ती खान्छ होला है डाक्टर कम्ती खान्छ दिनु नि सक्नु यहाँ सबै हालिदिनु नि एक एक करा सबै चाहिँ मिस बिचारा दुःख पर्छ होला है। म चाहिँ यति नै भन्छु कि कस्तो भयो मलाई याद छैन हो तपाईहरुलाई। ओके वाउ गाइस यो चाहिँ अब दार्जिलिङको स्टाइलमा हो। आलुदममा मिमीको बस्ती वाइ हालेर हो हामी यहाँ खाँदैछ। अन्त एकदम रिफ्रेस हुँदैछ। आशामा कहाँको स्टाइल हो यो भनिदिनु त आलुदम वाइ दार्जिलिङ कालिम्पोङ याद आयो कलेज लाइफ याद आयो। अन्त यहाँ सो त मिस के खानु हुँदैछ हो। बिराज अखायो कटुना सबै मिस भयो एन्डिङ गर्दै गयो यसमै। अन्त यहाँ रोहित चाहिँ पुरा लजाइ बस्छ कुनै उसको गर्लफ्रेन्डले देख्छ भनेर हो। आँखा लाउँछ भनेर कनाया भएर बसिरहेछ यहाँ बिराज र उयो चाहिँ के अरे रोहित चाहिँ गोपिनीको बिचमा गोपिया भनेर दुईजना चाहिँ। ओके गाइस थ्याङ्क यू।